नमस्ते साथीहरू, आज म तिमीहरू सँगसँगै घुम्न जाँदैछु। आजको भ्लग धेरै रमाइलो हुनेछ। खासतरमा आज म हाम्रो घरको नजिकतिर रहेको कटुवा खोलाको बगरमा जाँदैछु घुम्न र म घुमिरहेको छु। हेर्न सक्नुहुन्छ तपाईँहरू यो सिन पछाडि रहेको पद्मोदय पब्लिक स्कुल हो र यो सिन हेर्नुहोस्। हजुरको पछाडि रहेको खोलालाई चाहिँ कटुवा खोला भन्दछन्। यो पहिला सब खेत थियो, अहिले चाहिँ सब प्लटिङ गरेका छन्। यताको साइडमा चाहिँ डाङ्ग्रा मरेको छ सायद, यस्तै स्मेल आइरहेछ। यही सँगसँगै मेरो आजको मिनी भ्लग यहीँ खतम हुन्छ। कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। धन्यवाद, फेरि भेटौँला।